हाई सो आज पहिलो दिन क्लासको थर्ड इयरको पहिलो दिन भनौँ न। सो या त्यस्तै हो, कलेज गइरहेछ जाने अनि अब के छ कसो छ म तपाईँहरूलाई देखाउँछु अनि बिस्तारै हामी कुरा गर्दै गर्नुपर्छ। सो या दामी मौसम छ, क्या सही छ। अहिले सबै यो पात झर्ने बेला भइसक्यो। यो झरेर फेरि पलाएर फेरि झर्ने यो 2-3 चोटि देखिसकेको चाहिँ कस्तो दामी लागिरहेछ क्या। साइकल क्या पर्फेक्ट टाइमिङमा साइकल छ क्या होइन, एकदम यो नाङ्गै हुन्छ क्या पुरै। अनि फेरि हरियाली हुन्छ अनि फेरि पात झर्छ अनि सबै हुन्छ क्या। अनि त्यही भएर यही कुराले चाहिँ कस्तो के सिकाउँछ भने लाइफ नै त्यही हो क्या, कहिले खुसी कहिले गम, त्यही त नि। कहिले झरी पर्छ, कहिले पात झर्छ, कहिले फेरि पलाउँछ, फेरि अगाडि बढ्छ होइन, त्यही हो। त्यही अनुसारले जिन्दगी बढिरहन्छ। त्यहाँ छ मेरो साथी चिरमा बसिरहेछ। अब कलेज चाहिँ ऊ पर लास्ट लाइनमा छ, म चाहिँ यता पछाडिबाट आउँछु। मेन चाहिँ उताबाट हो होइन, त्यही भएर देखिँदैन। म अगाडिबाट नि देखाउँछु कि यो टावरको अगाडिमा हो क्या, यो पेन्टागन टावर भन्छ अगाडिको यो। अनि यसको अगाडिमै हो कलेज अनि यसको वरिपरि नै छ क्या। अनि यदि हामी आयौँ भने नि यो टावरलाई सम्झेर हामी हेरेर हिँड्यो भने चाहिँ कलेजको अगाडिमा आइपुगिन्छ क्या। लगभग 4 महिनापछि कलेज गइरहेछ अनि थर्ड इयर छ भनेर कस्तो आफूलाई नि कस्तो अर्कै लाग्दैछ क्या होइन। अनि त्यही हो, अब जस्ट एक्साइटेड छु। नयाँ क्लासहरू छ, थर्ड इयर पुगिसक्यो नि त, लास्ट इयर हो। अनि कस्तो खुसी लागिरहेछ, कस्तो मिस हुन्छ क्या बिदा भएको बेला। कलेजमा गयो 2 दिन भयो नि, कलेज गयो होइन, साथीभाइ भेटिन्छ, रमाइलो गरिन्छ, चिल आउट हुन्छ नि त। अनि क्या मिस गरिन्छ क्या। जस आज गयो भेटघाट गरेर रमाइलो गर्नुपर्छ है। ठ्याक्कै यो बिल्डिङको अगाडि, यो बिल्डिङको हो क्या हाम्रो क्लास चाहिँ। कितने मार्क्स आए उसमें असाइनमेंट में? Your website, free project that can be expanded on. Okay, so you can read on this one. Still open. So these are all the people in the 1950s. Guys, can you stop talking? या आजको दिन सक्यो। आज 2वटा क्लास भयो। एउटा स्किल थियो, स्किल फर सक्सेस, एन्ड एउटा चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स थियो। अनि स्किलमा त्यही हो, अब आफ्नो स्किलहरू कसरी डेभलप गर्ने, के गर्ने, कसो गर्ने होइन, प्रेजेन्टेसनहरू कसरी हामीले हाम्रो कमीहरू कमजोरीहरू के भइरहेछ। किनभने लास्ट इयर 2 वर्षदेखि हाम्रो प्रेजेन्टेसन भइरहेछ तर तिनीहरूले चाहेको जस्तो भइरहेछ होइन। किनभने हामी डराउँछौँ नि त बोल्नलाई, कन्फिडेन्ट नै हुँदैन होइन। एक त ल्याङ्ग्वेज हुँदैन अनि त्यही माथि कन्फिडेन्ट हुँदैन। अनि त्यही भएर त्यो कुराहरूमा काम गर्नुपर्छ। अनि त्यही कुराहरू अब बिस्तारै सिकाउँदै गइन्छ। अनि आर्टिफिसियल इन्टेलिजेन्समा चाहिँ जस रमाइलो भयो क्लास। अनि आर्टिफिसियल इन्टेलिजेन्सले कसरी ओभरटेक गरिरहेछ, के हो कसो हो, त्यो ओभरअल एउटा इन्ट्रोडक्सन भयो। अनि एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के भयो भने आज आर्टिफिसियलको दुनियाँमा आइबिएमले एउटा चेस गेम भन्ने चेसको गेम बनाएको थियो एआई थ्रुबाट। अनि एकजना चाहिँ वर्ल्ड च्याम्पियन हो चेसमा होइन। अनि उसले चाहिँ
त्यो एआईसँग गेम खेल्दाखेरि ऊ हारेको अरे क्या लगातार 6वटा गेम खेलेको 2वटा हार्यो 4वटा एआईले जितेको हो क्या अनि इट्स लाइक एआईले मान्छेको ब्रेन भन्दा नि खतरा काम गर्ने कसरी अब त्यो कुराहरू होइन इन्ट्रेस्टिङ छ त्यो मुभी पनि छ गेम ओभर भन्ने अनि त्यो मुभी पनि हेरौँ होला त्यसको रिभ्यू पनि गरौँ होला होइन अनि तपाईँहरू पनि हेर्न चाहनुहुन्छ भने त्यो हेर्न सक्नुहुन्छ गेम ओभर भन्ने छ होइन अनि त्यही हो ओभरअल राम्रो भयो क्लास अनि अब घर गइदिएछ अब मोमो पकाउने प्लान छ मोमो पकाउने अनि के हुन्छ त्यो अनुसारले तपाईँहरूसँग कुरा गर्दै गरिन्छ गरेन भने यही नै हो इन्ड अब भोलि फेरि क्लास छ त्यसपछि फेरि भेटौँला अनि त्यही हो राम्रो छ मौसम आज एकदम दामी छ भ्युज होइन अब म यहाँबाट जान्छु त्यही हो हस् बाई टेक केयर